हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज चाहिँ मसँग छ मेरो ठुलो छोरा। सो आजको ब्लग चाहिँ म मेरो छोरालाई स्टार्ट गर्न दिन्छु। ल छोरा स्टार्ट गर। हेलो गाइज, मेरो नाम एलेक्स राजवंशी। आज म पहिलोचोटि मम्मीको ब्लगमा आएको छु। मलाई धेरै बोल्न आउँदैन, म जति बोल्छु म त्यति बोल्छु। अनि यो भिडियो प्लिज एन्डसम्म हेर्नुहोला। अनि मेरो मम्मीको च्यानललाई सब्सक्राइब गर्नुभएको छ कि छैन भने सब्सक्राइब गरिदिनु। यो भिडियोलाई पनि लाइक सब्सक्राइब गरिदिनु होला। लाइक कमेन्ट सेयर गरिदिनुपर्छ अनि कमेन्ट र सेयर पनि गरिदिनु। अनि हामी यहाँ के गर्न आएको छौँ र अनि हामी यहाँ गुड मर्निङ अङ्कल रनिङ गर्न आएको छौँ। भइरहेको छ त्यो सबैभन्दा। सो मेरो छोरा चाहिँ फर्स्ट टाइम आज मेरो ब्लगमा आएको छ। उसलाई चाहिँ त्यति मजाले बोल्न आउँदैन, त्यही पनि एकदमै राम्रो बोल्नु। म चाहिँ एकदमै धेरै ह्याप्पी छु। सो अबदेखि मेरो छोरा पनि मेरो ब्लगमा देख्न पाउनुहुनेछ हजुरहरूले है। अब जस मेरो ब्लगिङको साथी भनौँ न, मेरो क्यामराम्यान पनि भन्नु पऱ्यो होइन, क्यामेरा अब पक्र्न सिकाउनु पऱ्यो। सो अब अहिले चाहिँ हामी मेरो छोरा र म एकदमै होइन बिहानै उठेर रनिङ गर्न आएको छौँ। हामी चाहिँ घरदेखि बनानीदेखि निकै पर नै पुगिसकेको छौँ। बनानी चाहिँ उता छ, यता चाहिँ देख्न सक्नुहुन्छ एकदमै हरियाली, मान्छेहरूले धान रोपेर एकदमै हरियाली भएको छ। यता पनि देख्न सक्नुहुन्छ है। अनि त्यसपछि तपाईँहरूले म यता पनि देखाउँछु, यताको भ्यू पनि देखाउँछु। एकदमै राम्रो वरिपरि हरियाली, एकदमै शान्त वातावरण, गाडी मान्छे उता पनि छैन। अब सहरमा सहरमा बसेपछि एकदमै गाडीको हल्ला, त्यसपछि मान्छेको हल्ला एकदमै ह्याङ हुन्छ नि त। यस्तो समयमा चाहिँ रनिङ गर्न पाउँदा एकदमै धेरै रमाइलो लाग्छ। हेर्न सक्नुहुन्छ भ्यू कस्तो राम्रो छ, यस्तो आनन्दित छ वातावरण अहिलेको। यहाँनिर हेर्न सक्नुहुन्छ मेरो छोरा र म यता चाहिँ अलिकति बनियानदेखि बाहिर निस्केको छु। अनि ब्लग कसले बनाइदिन्छ? ब्लग ल पकड त्यसो यसरी पकाउनु हो त्यसरी। यहाँनिर चाहिँ मेरो छोरालाई फर्स्ट टाइम क्यामेरा होल्ड गरेर अब भिडियो ब्लग बनाउनु परेको छ होइन। कहिले पनि त्यसरी अब क्यामेरा मोबाइल समाएर उसले ब्लग बनाएको थिएन। त्यो सो मेरो भिडियो चाहिँ मैले उसलाई बनाउन लगाएँ। क्यामेरालाई चाहिँ एकदमै हल्लाइदिएको रहेछ। सो त्यो पनि ठिकै छ, यतिको भए पनि बनाइदियो भिडियो चाहिँ। सो हाम्रो रनिङ चाहिँ अब साइकल हाम्रो एउटा मात्रै छ होइन। अब मेरो छोराको स्ट्यान्ड हेर्नु न, हात छोडेर कुदाउँछ। एकछिन मेरो छोरा कुदाउने अनि त्यसपछि म कुदाउने हो, त्यसरी नै हामी रनिङ गरिरहेछौँ। बिहानको 5 बजे उठेर है। अहिले चाहिँ लगभग 5:30 बज्न आँटो। अब एकछिन डुल्ने हिँड्ने अनि त्यसपछि हामी फेरि घरतिर फर्किने। फेरि अब मेरो सानो छोरा चाहिँ अहिले सुतिरहेछ, उसको बाबासँग छ। फेरि मलाई खाना पनि बनाउनुपर्छ, खानासाना बनाएर नुहाइधुवाई घर सरसफाइ अनि त्यसपछि अनि नानीहरूलाई स्कुल पनि पुर्याउनुपर्छ। स्कुल पठाइसकेपछि फेरि मलाई स्टुडियो पनि जानुपर्छ। मेरो छोरा त फेरि साइकल कुदाउनुमा एकदमै एक्सपर्ट हेर्नु न, हात छोडेर कुदाउँछ एकदमै पुरा स्ट्यान्ड। मेरो छोरा कति परसम्म गयो अन्त। राम कताको त होइन त मेरो छोरा। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, एकदमै ह्यान्डल छोडेर हात छोडेर कुदाउँछ। यस्तो मजाले कुदाउँछ। यहाँ भाइहरू स्कुल जाँदैछन् होला। राम्रो बाटोमा पो चलाउने हो त, राम्रो बाटोमा पो हात छोडेर चलाउनु पर्छ। यस्तो खाल्टोमा पो सरकारले खाल्टोवाला बाटो बनाएको हो। अनि खाल्टो आइरहेछ, देखिरहेछ, पक्र्नु पर्दैन ह्यान्डल। म अगाडि फोकस दिँदैछु। सरकारले बनाएको हो, सरकारले त राम्रै बाटो बनाएको नि। त्यो अब धेरै पुरानो हुँदै गएपछि यस्तो गाडीहरू चल्छ ठुल्ठुलो, अनि खाल्टो भइहाल्छ नि। ल जाउँ अब, सरकारले बनाएको। जाने। सो हाम्रो आजको मर्निङ चाहिँ यसरी नै बित्यो, एकदमै रमाइलो गर्दै मेरो छोरासँग रनिङ गर्दै हामी दुईजना। हजुर भिडियो बनाउँदैछौँ हजुर। सो अब चाहिँ जाँदैछौँ हामी घरतिर। घर चाहिँ हाम्रो पर बन्यानी उता देखिँदैछ, त्यता छ।
लड्छस् नि मैले पनि आउनुपर्छ हातौँ न कसरी त पनि जान्छस् नि फुटबल खेल्न म जाँदिनँ जान्छस् त जान्छु भनेको फेरि जानु रुन्न भनेको के त ए ल ल ल उठ्नु नबनाउने ए मेरो छोरा फर्स्ट टाइम मेरो भ्लगमा आएको छ नि त अनि त्यसपछि त्यसलाई अलिकति अकड फिल हुँदैछ उसको बाबाको अगाडि बनाउँदैन अरे लाज लाग्छ अरे उसको बाबाको अगाडि उसलाई भन्दैछ मलाई के गर्ने बस्ने एकछिन आया ल मलाई सो अब चाहिँ आइपुग्यौँ हामी घर छोरा अहिले भर्खरै उठ्दैछ बाबा चाहिँ सुतिराख्नु भएको छ उसको बाबा चाहिँ हामी आउने बित्तिकै उठिहाल्यो आइज यस्तो जिद्दी छ नि सो मेरो आजको बिहानी चाहिँ यसरी नै बित्यो सो मेरो भ्लग मनपर्छ भने लाइक कमेन्ट र सेयर गर्नु होला अहिलेलाई चाहिँ म अब खाना पकाउँछु अनि त्यसपछि खाना पकाएर स्टुडियो जान्छु सो अहिलेलाई चाहिँ बाई बाई टेक केयर थ्याङ्क यू फर वाचिङ